गाइज वेलकम ब्याक फेरि पनि स्वागत छ मेरो एक नयाँ ब्लग भिडियोमा। आज हाम्रो घरमा घरबेटी आन्टीहरू कोही पनि छैनन्, सबजना मतलब पार्टी साटी हान्न गएछन्। आज घर पुरै तलको फ्लाइट त मेरो जिम्मामा छ। पानी जति चलाओ मतलब छैन, कपडा धो मतलब छैन। आज त यिनीहरूको पानीले कपडा धोइन्न, आज त पुरै मिनरल वाटरले कपडा धोइन्छ। किनभने जीवनको हातमा पुरै छ नि त, चाबी पनि यहाँ छ। ओहो जीवन, आज त मजा आउने भयो तँलाई। गाइज घरबेटी आन्टीहरू कोही पनि छैनन्, यानि कि घर भयो अङ्कल बाजे बाजे भन्छु के अरे, घरबेटी बा आमा कोही पनि छैनन्, सबको छन् घुम्न। आज मेरो दिमागमा दिएछन् चाबी, मोटर चलाउने हो टुक्ने कपडा धुने हो सिधै, त्यही पनि मिनरल वाटरले। जहिले माया कसम यार, त्यो यिनीहरूको पानीले धुँदा यार पानी निकाल, फेरि त्यो हाल निकाल, सब बेकार भाई झंड। आज तो पूरा धोएंगे भाई, मस्त जार यहाँ पर 1 2 3 जार तो यहाँ पर है। बाहर देखो 5 6 7। आज त केटोले पाएपछि त गर्छ कि गर्छ, तर त्यस्तो गल्ती गर्ने होइन, पानी मात्रै निकालेर आज त पुरै धुने हो। मिनरल वाटरले धुनु लाग्छ, मिनरल वाटरले कपडा धुनु लगाएको, त्यही पनि काठमाडौँमा बाबु, तिमीले त धुँदैन होला, छ्या छोड। तर बाइचान्स धुँदाखेरि माया मोटर चलेको थाहा पाएपछि घरबेटी अङ्कल आयो भने के होला मेरो हालत? नै यार नधुँ होला, धुँदैन म त, यिनीहरूले धुँदैन। म त धुँदैन, मोरी गए पनि धुन्न म। भयो भिडियो नबनाम यार, फेरि अझ यो भिडियो अझ फेरि तिमी पुग्यो भने घरबेटी बा आमाहरूले दाइहरूले देख्यो भने त फेरि मेरो त गाँड हान्छन्। बाई बाई।